हेलो गाइस, स्वागत छ। हामी चाहिँ आज ढोका लगेर सिउला लिउन जान्न कि चिउरी लिउन। कति भेटिने थाहा छैन। बाजेले धेरै देखाएको छ भन्नुहुन्छ र त्यही भएर हामी त ढोका लगेर जान्न। आज भोलि त पुरै हरियाली छ। के गर्ने, पानी पनि आए गर्छ दिन रात। अहिले मात्रै आएन। अब हामी आधा घण्टामा पुग्छौँ गाइस त्यहाँ चिउरी टिप्ने ठाउँमा। फिलहाल त अब बाजेसँग हिँडिरहेछौँ हामी। स्वागत छ गाइस मेरो नयाँ भ्लगमा। आज चाहिँ हामी चिउरी टिप्न जाँदैछौँ गाइस हैन। धेरै दिनपछि अब भ्लग बनाउने मौका पाएको छु। के गर्ने, ल त गाइस है। अझै पनि हिँडिरहेछौँ हामी त गाइस। हेर्न सक्नुहुन्छ जंगलमा हरियाली, यता हरियाली उता हरियाली माथि हरियाली। चिउ उम्रिएर चाहिँ हेर त, यहाँ चिउ उम्रिएर पनि खनेर नि लगिसक्यो। खन्या छ कोदाली लिएर। हेर त, हामीले भन्ने नि भेटान्न म्या भेटायो। म त खनिसकि ल्याएर जाउँ त। कसले भेटाएको छ कि यहाँ। अब भोलि हामी नि हामीलाई छिटाउ छिटाउ। बाजे वहाँ माथि गइहाल्नु अगाडि। हामीले खोज्दाखेरि त भेटिन्न नि त फेरि। देखाइदिरहेको छु उहाँ बाजे अगाडि हिँड्नु नि भएको। अब तिमीले देखलियो त, यहाँ क्यामेराम्यानले देखिरहेको। कैमरामैन इधर फोकस करो। खोज बाजे त आज लट्ठी पनि लिएर आउनु भएन त। क्या मौसम आया है, हमको चिउरी टिप्ने बुलाया है। चिउ उम्रिया कि हेर्नु पर्छ क्यामेरा जुम गरेर। नजान्ला छु फेरि चिउ उम्रिया। हेर्न सक्नुहुन्छ हामी यो घना जंगलको बीचमा आइसकेका छौँ। अब लगभग आइपुगिसकेका छौँ है हामी। यो खोलादेखि माथितिर जानुपर्छ। बाजेले त्यो त देख्नु भएको छ रे। त्यहाँ खोला छ नि, त्यहाँदेखि माथि के बाजेले भेट नै सकेका छैन अग्निदेखि हामीले। अब त्यो दुबुर्सी किन भेटाउने त। हिँड्छु
कुला कुन कुला हो कुला पनि हो अब हिँड्न पनि बन्छ पानी नभए बेला पानी भए बेला हिँड्ने मान्छे हिँडिहाल्छन् त्यो त अब आफ्नो 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 स्टाइल हो त्यहाँ माथि बगेर सर यहाँ तल आएर दिने कस्तो राम्रो हुन्थ्यो नि त्यहाँ माथि सुरु स्टार्टिङ कुलाबाट के आतो छ ल त गाइस आइपुग्यो है चिउरीको रुख नि अब चिउरीको रुख त्यही माथि छ देखिरहेछ त्यही देख्नु भएको थियो अरे बाजेले अस्ति आएर अब हामी त्यही रुखमा गएर झार्छौँ भएपछि र नभएपछि अरू खोज्न जान्छ होला यत्रो डोका लिएर आछौँ यो डोका भरेर लग्ने भने कतिको भेटिन्छन् है रुख चर्नेवाला त तिमीले बनाइदिए मैले कहाँ नि क्यामेरा लगाएर रुखमा चर्ने हुन्छ क्या ढौगो भयो माथि आउँदा आउँदै गाह्रो छ हो चिउरी टिप्न आउने पनि गुजिल कहाँ राजुम बिजुली होइन त्यो करेन्ट हो छन् अरे रहेछ धेरै त कस्तो छन् के देख्यौ प्यालै छ नि छेर्या जस्तो त्यहाँ बाख्रा गा देख्दैन र त्यहाँ माथि भिरको माथि उता साइडमा चाहिँ सेतो बाख्रा अब यहाँबाट देखाउनु मिल्दैन मेरो क्यामेरा विदेश देखाइदिनु थियो मोबाइल हो मोबाइलको क्यामेरा त्यति फोकसै गर्दैन अब पछितिर लिएर क्यामेराले बनाइदिउँ ल आइपुग्यौँ यी चिउरी त प्याल्लै छन् तर यसमा देखिन्न र जुम गरेर हेर्नुलाई गाइस भिडियोमा चिउरी देख्नलाई अब यही रुखमा उमा चर्ने कस्तो उमठिरा रहेछ यार यी चिउरी चिउरी टिप्ने स्टार्ट भयो अब ल त गाइस म त अब रुखमा चर्नेवाला छु रुखमा चरेर अब रुखै हल्लाउनु पर्ने भयो क्या गाइस अब म रुखमा चर्नको लागि आइसकेको छु यही हो रुख हेर्न सक्नुहुन्छ सजिलै छ रुख तर अलिकति चिप्लो जस्तो छ ओ माथि ढुङ्गा लान्छ पल्टाइदेला यता हो त गाइस अब चिउरी झारेपछि बनाउँछु अरू भिडियो है ल यस्तो सजिलो छ र है चर्ने हो नि त